नमस्कार, म श्यामल चौधरी। अमेलिया दाङसुत बिरा गाविस वार्ड नम्बर 9, हाल मलेसिया। के गर्ने, दुखीको मन थाम्नै सकेन। परदेशी भएर होला सायद थाम्न सकेन दुखीको मन। खास मेरो भन्नुपर्ने त केही पनि थिएन, तैपनि एउटा नेपाली नागरिक भएर, नेपाली मान्छे भएर म भन्दैछु जीवन घरती मगरलाई र जोयालाई छिट्टै नेपाल सरकारले फिर्ता बोलाओस्। फिलिपिनसँग हात पाउ जोडेर भए पनि नेपाल बोलाओस् र नेपाली पहिचान गरोस्। किनकि एउटा नेपाली भएर नेपालीको मन जित्न सक्नुपर्छ भन्दै जोयाको गल्ती थिएन। जीवन घरती मगर दुबई नगएको भए उसको भेट पनि हुने थिएन र ऊ खै घर फर्किन सक्थ्यो कि सक्ने थिएन त्यो पनि निश्चित थिएन। किनकि उसलाई गल्तीको आरोपमा परिसकेको थियो। मलाई लेख्न त आन्न, त्यही पनि के गर्ने, म पढेको छैन, नपढेको अनपढ मान्छे हो। कालो अक्षर भैँसी बराबर भन्छन्, त्यस्तै हो म। त्यही पनि के गर्ने, आफ्नो दुःख पोख्न गइरहेको छु। किनकि एउटी अबला नारीको दुःख देख्न नसकेर म जीवन घरती मगरलाई एउटा सन्देश र नेपाललाई पनि सन्देश होस् भन्दै भिडियो हेर्ने हाँसो आउँछ, बच्चा त्यहाँ लेखेको हेर्ने हाँसो आउँछ। जता हो फोटो भिडियो चारैपट्टि फैलिएको छ, भाइरल बनिएको छ। मलाई लेख्न आन्न, म चौधरी हो, मगर होइन, म चौधरी हो। चौधरीको भएर पनि म दाङको कहाँ त पूर्वको, म दाङको मान्छे। यत्रो भन्नु थिएन मैले, त्यही पनि मेरा पनि जाइन छन्, दुईटा छोरीहरू छन्, दुईटी। मैले बिहा गरेको पनि 10-11 वर्ष भयो, तर म पनि घरमा बसेको छैन, म बाहिरै छु। अहिले 5-6 साल भयो होला मलेसियामा बसेको। घर 1 महिनाको लागि गएको थिएँ, 6 सालमा 1 महिनाको लागि गएको थिएँ। के गर्ने, परिस्थितिले त्यस्तै ताउने रहेछ। भन्दै नेपाल सरकारकोमा यति कुरा जाओस्। म अहिले 29 वर्षको भए र 29 वर्षको मान्छेको कुरा सुनिदियोस् सरकारले पनि र जोयालाई फिर्ता गरिदियोस् भन्दै जीवन घरती मगरलाई घरको नम्बर थाहा नभए पनि जसरी हुन्छ नेपाल सरकारले जसरी नै जोयालाई पठाएको थियो त्यसै गरी नेपाल सरकारले उसको घरको नम्बर ठहर ठेगाना भित्राइदियोस् र जीवन घरती मगरलाई राम्रोसँग गरिदियोस्, जोयालाई राम्रोसँग हेरचाह गरिदियोस्। यति भन्दै नेपालको बुहारी भनेर भित्र्याओस्। फिलिपिनको नागरिक आफ्नो जन्म दिने बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सबै बिर्सेर नेपाल भित्रिएकी थिइन् र उनलाई पनि नेपाल फेरि फिर्ता गरोस् भन्दै सम्पूर्ण मेरो फेसबुक प्रेमी साथी तथा सम्पूर्ण दिदीभाइ दिदीबहिनीहरू सम्पूर्णलाई भन्छु, मेरो यो भिडियो लाइक गरिदिनु होला र सेयर गरिदिनु होला भन्दै कमेन्ट गरिदिनु होला भन्दै म बिदा हुन्छु। हस्त नमस्कार। उही
श्यामलाल चौधरी, हाल मलेसिया, फेसबुक मीना चौधरी भन्दै हस् बिदा हुन्छु। नमस्कार सम्पूर्णलाई। बाई।